सर यहाँको परिचय? मेरो नाम बुद्धिमान शर्मा, घर वार्ड नम्बर 22 मै पर्दछ र यो अमर माध्यमिक विद्यालयको प्राचार्यको रूपमा कार्यरत छु म। पछिल्लो दिनमा सर अहिले चाहिँ तपाईहरुले यो अमर माध्यमिक विद्यालयमा कसरी विद्यार्थी संख्या कस्तो छ र कसरी पठन पाठन गरिरहनु भएको छ? अहिले विद्यार्थी हाम्रो 550 भाराहरू विद्यार्थीहरू छन् अमर माध्यमिक विद्यालयमा। हामीले चाहिँ पठन पाठन चाहिँ एउटा रेगुलर क्लास पाठ्यक्रम अनुसार चाहिँ 10 बजेबाट 4 बजेसम्म भने हामीले अतिरिक्त कक्षा अभिभावकलाई बोलाएर अभिभावकलाई कन्सल्ट गरेर अभिभावकको मन्जुरीमा हामीले बिहान 6 बजेबाट 9 बजेसम्म बिहान एक्स्ट्रा क्लास र बेलुका 4 बजेदेखि 6 बजेसम्म एक्स्ट्रा क्लास हामीले 6 कक्षादेखि 10 कक्षासम्म चलाइराखेका छौँ। र हामीले प्रत्येक महिनामा हामीले चाहिँ आन्तरिक परीक्षा अतिरिक्त कक्षा अन्तर्गत परीक्षा लिएर परीक्षाफल प्रकाशन गर्दै विद्यार्थीको आन्तरिक सिकाइ उपलब्धि चाहिँ अगाडि बढाइराखेका छौँ। जस्तो एक्स्ट्रा क्लास लिँदा चाहिँ सर विद्यार्थीहरूलाई अलि धेरै प्रेसर हुने, उनीहरूले अरू कुरा सोच्न नपाउने त्यस्तो चाहिँ हुन्छ कि हुँदैन? त्यस्तो हुँदैन। बच्चाहरू रमाइकन चाहिँ उपस्थिति जनाएका छन् र सिकाइमा चाहिँ उनी गुणस्तर पनि वृद्धि गरिराखेका छन्। बच्चाहरूले त्यस्तो उनलाई भार महसुस भएको छैन। अर्को कुरा चाहिँ सर जस्तो यहाँ चाहिँ तपाईँहरूको एउटा इन्ट्रेस्टिङ जस्तो अब यहाँ भनौँ न गाई पालनदेखि लिएर बाख्राहरूदेखि लिएर यहाँ विभिन्न गाईबस्तुहरू सबै खालको व्यवस्थापन रहेछ, यो बारेमा नि अलिकति बताइने। हामीले यो प्राविधिक शिक्षा सिटिभिटी अन्तर्गत भेटनेरी कक्षा सञ्चालन गरेका छौँ। त्यस अन्तर्गत बच्चाहरूलाई प्र्याक्टिकल शिक्षा होइन गर्दै पढ्दै कमाउँदै गरेर सिक्ने अन्तर्गत बच्चाहरूको लागि हामी माछा पालन, बाख्रा पालन, बङ्गुर पालन, गाई पालन गरिरहेका छन् र बच्चाहरूले स्वयं त्यहाँ उपलब्ध गरेर त्यहाँबाट हामीले विद्यालयले त्यसलाई लगानी दिएको छ र उनीहरूले त्यसबाट मुनाफा गर्छन्, मुनाफा आफूले राख्छन्, लगानी चाहिँ विद्यालयमा फिर्ता गरेर अगाडि बढाइरहेका छन्। जस्तो त्यसमा चाहिँ कसरी होइन पैसाहरू जस्तो उहाँहरूले किने सामानहरूको बेचेर कसरी त्यो पैसाहरू चाहिँ कसरी विभाजन हुन्छ, कसलाई दिने भन्ने कस्तो? उहाँ आफै समूह निर्माण गरिएको छ। समूहमा आफूले कसरी खर्च गर्ने भन्दा कहिले उनीहरू चाहिँ अतिरिक्त कक्षा सञ्चालन गर्नको लागि नभए शैक्षिक भ्रमणको लागि अवलोकन भ्रमणको लागि उनीहरूले त्यो पैसा सङ्कलन गरेर प्रयोग गरिराख्नु भएको छ। त्योबाट चाहिँ मासिक रूपमा यति आम्दानी हुन्छ भन्ने हुन्छ कि के हुन्छ? होइन, मासिक रूपमा हुँदैन, एक लट रूपमा हुन्छ। मासिकमा हुँदैन, एक लटमा उनीहरूले एक लटमा कुखुरा बेचेर गर्नु 25,000 30,000सम्म आम्दानी गर्नुहुन्छ। अनि उहाँहरूले त्यो काम चाहिँ कहिले गर्नुहुन्छ? जस्तै अरू बेला त क्लास लिनु परिहाल्यो। यो चाहिँ उनीहरू प्र्याक्टिकल कक्षा अन्तर्गत सैद्धान्तिक कक्षा र पर्याप्त कक्षा हुन्छ, पर्याप्त कक्षा अन्तर्गत गर्नुहुन्छ। अहिले चाहिँ सर जस्तो यो पछिल्लो समय यो स्कुलमा पनि पक्कै छ होइन, यो विद्यार्थी सङ्ख्याहरू चाहिँ एकदम न्यून हुने घट्ने खालको। अब तपाईँहरूले चाहिँ विद्यार्थीलाई आकर्षण गर्नलाई विद्यार्थी सङ्ख्या बढाउनलाई चाहिँ कस्ता पहलहरू गर्दै हुनुहुन्छ? हामीहरूले पछिल्लो आवरमा गएर विद्यार्थी सङ्ख्या कम थियो, अहिले हामी प्रत्येक वर्ष चाहिँ 40-50 का दरले वृद्धि हुँदै गएका छन्। विद्यार्थी स्वयं चाहिँ गुणस्तर विद्यालयले दिएको कारणले त्यसलाई विश्वास गरेर अभिभावकले विद्यालयमा भर्ना अभियान चलाइराख्नु भएको छ। अरू चाहिँ अब यो भौतिक योजनातर्फ भौतिक प्रगतितर्फ चाहिँ यहाँहरूको के चाहिँ सुधार गर्नुपर्ने अति आवश्यक त्यस्तो चाहिँ के छ? अब हामीले चाहिँ थप शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि हामीले प्रत्येक कक्षामा चाहिँ नयाँ डेस्क बेन्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ र प्रत्येकमा स्मार्ट टिभी अन्तर्गतका क्लासहरू राख्नु भए बच्चाहरूलाई चाहिँ जुन पाठ्यक्रम विकास केन्द्रले जुन पाठ्यक्रम छ बुकहरू पढाइराख्नेको छ त्यो चाहिँ दिन सकिन्छ। अब अन्त्यमा स्थानीय र वडासँगको समन्वय सहकार्य चाहिँ कस्तो छ? हाम्रो एकदम निकट। हाम्रो चाहिँ यहाँको वडा अध्यक्ष विष्णुराज महतो नि यस विद्यालयको चाहिँ हाम्रो वेतन समितिको सदस्य हुनुहुन्छ। नियमित रूपमा हामी छलफल सङ्कलन गरेका छौँ र म पनि उहाँ वडा शिक्षा समितिको अध्यक्ष नै हुनुहुन्छ, म शिक्षा समितिको सचिव छु। हामीले प्रत्येक मिटिङ बसेर कसरी गुणस्तर वृद्धि गर्ने, शैक्षिक क्रिया कसरी सञ्चालन गर्ने हामीले वडा शिक्षा समिति मार्फतै हामीले चाहिँ शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेका छौँ। मेरो नाम नवराज चापागाई र मेरो घर चाहिँ भरतपुर 14 शिवनगर र म खास यहाँ अमरमारीमा चाहिँ भेटनेरी प्रशिक्षक एवं कार्यक्रम संयोजकको रूपमा कार्यरत रहेको छु। जस्तो यो अब हजुरले यहाँ अहिले जुन के अरे शिक्षण गरिरहनु भएको छ कसरी गरिरहनु भएको छ, के विषय कसरी पढाइरहनु भएको छ, विद्यार्थीहरूलाई कसरी बढाइरहनु भएको छ? र खास गरी चाहिँ हामी यो विद्यालयमा चाहिँ सिटिभिटी अन्तर्गतको सम्बोधन लिएर हामीले 2069 सालमा चाहिँ एनिमल साइन्स डिप्लोमा इन एनिमल साइन्स, त्यस्तै गरी चाहिँ 18 महिना जेटिए र कृषि जेटिए हैन यो विषयहरू चाहिँ हामीले चाहिँ अध्ययन गरिरहेका छौँ र यसमा व्यवहारिक साथसाथै थ्योरिटिकल नलेज दुइटै हामीले दिनुपर्ने हुन्छ र डिप्लोमा इन एनिमल साइन्स र प्लान्ट साइन्सको चाहिँ थ्योरिटिकल 3 इयर्सको कोर्स हुन्छ भने 18 महिना चाहिँ जुन जेटिए छ उहाँको चाहिँ 12 महिना चाहिँ अध्ययन र 6 महिना चाहिँ ओजिटी तरिकाले चाहिँ हामीले व्यवहारिक रूपमा चाहिँ विद्यार्थीलाई पढाउने अध्ययन गरिरहेका छौँ। जस्तो तपाईले जुन विषयहरू पढाइरहनु भएको छ यी विषयमा चाहिँ विद्यार्थीहरूको आकर्षण कस्तो छ, पढ्ने उनीहरूको सङ्ख्या के छ? र अहिलेको चाहिँ
बिस्तारै हामीले चाहिँ 2069 सालमा सुरु गर्दाखेरि यहाँ खचाखच थियो, विद्यार्थीलाई कट अफ लिस्टमा हामीले राख्नुपर्ने बाध्यता थियो। तर पछिल्लो हावरमा आएर अहिले बिस्तारै मान्छेको चाहिँ ब्रेन ड्रेन भनिन्छ विदेश जाने जुन अवस्थाले गर्दाखेरि विद्यार्थीको सङ्ख्या बिस्तारै एकदम चाहिँ घटिरहेको पाउँछु म। र खास गरी यो कृषिप्रति भेटनेरी पशु विज्ञान र हामीले बाली विज्ञान पढ्ने गर्ने गर्छौँ र बाली विज्ञानमा चाहिँ बिस्तारै विद्यार्थीको सङ्ख्या चाहिँ एकदमै एडप्टली घटेको देखिन्छ भने पशु विज्ञानसम्म चाहिँ हाम्रो चाहिँ विद्यार्थीको चाप केही राम्रो भेटेको छु। यस्तो हुनुभएको चाहिँ के छ यसको चाहिँ भनौँ भविष्य नहुनु आकर्षणै घट्नुमा चाहिँ के देख्नुहुन्छ यहाँले? यो सबै सरकारको नीतिगत कुरा पनि यसमा जोडिन्छ र तपाईँको चाहिँ विद्यार्थीहरूले पढ्ने र पढेपछि जाहिर नपाउने र देशको अवस्था आर्थिक अवस्था देशको चाहिँ राजनीतिक चाहिँ अस्थिरता यो सबै कारणहरू चाहिँ एउटा चाहिँ कारण हुनसक्छ। अब अन्त्यमा यो सबै तपाईँले भन्नुभएका असहजता यस्ता अप्ठ्याराहरूलाई चुनौतीहरूलाई पार गर्न चाहिँ के गर्नु पर्ला, आकर्षण बनाउन के गर्न सक्छ? अब हामीले यो हजुरले भन्दै गर्दाखेरि यो आकर्षण बनाउनलाई हाम्रो चाहिँ विद्यालयमा धेरै टाढाबाट विद्यार्थी आउनुभएको छ, यहाँ रुम भाडा बस्नुभएको छ, खर्च गएर पढ्नुभएको छ। उहाँहरूलाई आकर्षण गर्नलाई हामीले चाहिँ एउटा चाहिँ अहिले विद्यार्थी भाइले भन्नुभयो पढ्दै कमाउँदै भन्ने कार्यक्रम, विभिन्न चाहिँ शिविरहरू र चाहिँ आय आर्जनका बाटाहरू चाहिँ हामीले उहाँहरूलाई चाहिँ अप्नाएको छ। जस्तै पढ्दै कमाउँदै गर्ने कार्यक्रममा उहाँहरूले चाहिँ उत्पादन गरेको चिजहरूलाई हामीले नजिकको हाट बजारमा गएर बेच्ने, नजिक बजारमा गएर बेच्ने, त्योबाट फाइदा पाएको त उहाँहरूले चाहिँ आम्दानी चाहिँ आफ्नो फी तिर्ने र सकिन्छ भने आफ्नो परिवारलाई पनि सपोर्ट गर्ने त्यो खालको चाहिँ पढ्दै पनि फी पनि तिर्न नपर्ने, घरबाट मगाउनु नपर्ने र उहाँहरूले चाहिँ आफै आर्जन गर्ने सिक्ने पनि पढाइको थ्योरिटिकल पार्ट पनि सिक्ने र साथसाथै उहाँहरूले कमाउने पनि त्यो किसिमले एउटा आकर्षणको रूपमा त्यो हामीले हालसालै चाहिँ हामीले महानहरूको चाहिँ सहयोगमा पाइरहेका छौँ, काम गरिरहेका छौँ र साथसाथै विभिन्न शिविरहरू कुकुर बन्दाइकरण शिविरहरू, बाख्राको पिपिआर भ्याक्सिनहरूदेखि लिएर रेबिस भ्याक्सिनेसन क्याम्पहरू हामी गरिरहेका छौँ। किसानको घरको दलमा हामी पिइरहेका छौँ, विद्यार्थीलाई पठाइरहेका छौँ। हामी यहाँ विभिन्न वरिपरिको चाहिँ किसानहरूलाई भएका बिरामी पशुहरूलाई उपचार गर्ने कुखुरा बिरामी भयो भने देखिहाल्नु तपाईँहरूले चाहिँ किसानहरू लिएर आउनुहुन्छ र त्यसै गरी हामीलाई बनाउनुहुन्छ बिरामी भयो भने हाम्रो विद्यार्थी साथ हामी जान्छौँ, त्यहाँ गएर चाहिँ उपचार गरिदिन्छौँ। न्यूनतम मूल्यमा चाहिँ हामी उहाँहरूलाई चाहिँ उपचार गरिदिन्छौँ। त्यो सेवा पनि हामीले विस्तार गरिएको छ। त्यो खालको चाहिँ हामीले वातावरण चाहिँ सिर्जना गरिएको छ। नमस्ते, मेरो नाम गोविन्द कुमार यादव। म चाहिँ यस अमरमाविको सिटिभिटीतर्फ एनिमल साइन्स पढ्ने विद्यार्थी हुँ। 5th सेमेस्टर मेरो घर चाहिँ धनुषाधाम जनकपुरबाट छु म। अब यो पछिल्लो समय जस्तो एनिमल साइन्स पढिरहेर चाहिँ तपाईँहरूले प्र्याक्टिकली कसरी काम गरिरहनु भएको छ, के छ यसको एक्सपिरियन्स? यसमा प्र्याक्टिकली भन्नुपर्ने भने यहाँ राम्रो प्र्याक्टिकल गर्दै हुन्छ हामी, अनि यसमा राम्रो फ्यासिलिटीहरू स्कुलमा धेरै नै राम्रो छ। प्र्याक्टिकल गर्नु भने पढ्दै कमाउँदै यहाँ एउटा स्किम पनि छ, अनि हामीहरू त्यसबाट धेरै नै लाभ उठाउने भएको छु। अनि के भन्छ हामी अस्ति के भन्छ पोल्ट्री फार्म मतलब पढ्दै गर्दाखेरि पालेको थियो हाम्रो ग्रुपले 17,000 समथिङ बढीमा आम्दानी गरेको थियो। अनि हामी माछा पनि पालेको थियो, बङ्गुर पनि छ, खसी बाख्रा छ, अनि गाईहरू पालेर अनि टनेलमा तरकारीहरू उत्पादन गरेर हामी राम्रो आम्दानी गरेको छौँ र त्यो आम्दानीले हामी स्कुल फी बुझाउन पनि सफल भएको छौँ। जस्तो यो चाहिँ तपाईँहरू कति बेला गर्नुहुन्छ? अरू बेला तपाईँहरू पढाइ नै गरिरहनु भएको हुन्छ, अतिरिक्त टाइम कसरी म्यानेज गर्नुहुन्छ? हामी जस्तै हाम्रो प्र्याक्टिकल सब्जेक्ट नै हुन्छ क्या, दिउँसो मतलब 10 to 12 हामी पढ्छौँ भने 1 to 4 हामी काम पनि गर्छौँ। त्यसरी नै हामी म्यानेज गरेर गर्छौँ। यसरी काम गर्दा चाहिँ तपाईँहरूलाई कतिको भनौँ न यसरी आफूले कमाइ गर्न पाउँदा यो उमेरमा कतिको खुसी लागेको छ कि छैन? खुसी त लागिहाल्छ। अब हामी आफै गार्जियनबाट निर्भर पर्दैनौँ, हामी आफै कमाएर स्कुलको फी बुझाउन पायो भने हामीलाई धेरै नै खुसी लाग्छ। अब जस्तो यहाँ एनिमल साइन्स पढ्दा चाहिँ अरू प्र्याक्टिकली चाहिँ के गर्नुहुन्छ यहाँले? प्र्याक्टिकली भन्नुपर्दाखेरि अघि नै भने मैले कुखुरा पालेँ, अनि बङ्गुर पालेँ, अनि के भन्छ खसी पनि पाले, खसी बाख्राहरू पनि पाले। यस्तै कुराहरू हामी गर्छौँ। यहाँ भन्नु यो फिल्डमा यही कुराहरू नै गर्ने हो। अब अन्त्यमा जस्तो युवाहरू चाहिँ अहिले पछिल्लो दिनमा अब नेपालमा भविष्य छैन, यो पढेर छैन भनिरहँदा तपाईँले एनिमल साइन्स पढिरहनु भएको छ, कतिको भविष्य देख्नुहुन्छ? भविष्य त भन्नुपर्ने हो भने भविष्य त छ नै। अब हाम्रो समाजमा नै ब्रेन ड्रेनको धेरै नै त्यो के भन्छ असर छ, अनि हामी आफै मेहनत गर्नुपर्छ, आफै केही गर्नुपर्छ, यो कुरामा म विश्वास गर्छु। त्यसैले भविष्य छैन भनेर चाहिँ भन्नु भएन। सत्य तथ्य सूचना र निष्पक्षताको पहरेदार नागरिक सेवा.com